मर्निङ गाइज आज डे 2 है भ्यू यस्तो छ आज यहाँ घाम लाग्न थाल्यो भर्खर हिमालनी अलिकति मात्रै देखाएको थियो फेरि हराइहाल्यो यहाँ एयरपोर्ट छ यहाँबाट हामी आज लोमानथाङ निस्किने ल गाइज हामी जोमसोममा खाजा खान आँटेको कहाँ जाने खाइसकेर सो गाइज अब हामी जाने लोमानथाङतिर ग्यारेज रोकौँ पहिला होइन यो चेन सफा गरिदिनु न अनलाइन हालिदिउँ हो फर्किँदा दिन्छु नि त है गाइज यहाँ छ मेरो बाइक यहाँ चाहिँ सज्जनको चेनमा मोबिल हालिदिएको धेरै आवाज आएर यस्तो छ भ्यू अहिले जोमसोमको धेरै जस्तो बादलै लाग्छ अब लाग्यो फेरि हामी बाटोतिर यहाँबाट कागबेनी देखिरहेको गाइस कागबेनी आइपुग्ला हामी जाउँ त्यहाँ रोक बोर्डमा रोक न ओइ सज्जन त्यो बोर्डमा भने क्या पेट्रोल कति छ पेट्रोल छ दिदी पेट्रोल छ हजुर ल गाइज वी आर ब्याक अन द रोड अब चाहिँ अफ रोड सुरु भएको छ है लोमानथाङको ए होइन होइन एकछिनमा हुन्छ ल घोडा भेट भयो है रातो कालो घोडा र 5वटा 3टा खच्चड पऱ्यो यार ल खच्चडहरूले घोडा भेट्यो भर्खर भनिदिइरहेको क्या बरु काम भइरहेको त्यहाँदेखि के को यस्तो ढुङ्गा चाहिँ कसरी हुन्छ यार त्यो हावाले हान्दा भयो होला क्या है 100 वर्षदेखि यस्तो सेपहरू क्या हावा नि स्ट्रङ हुन्छ नि त यता लेफ्ट ल गाइस यहाँ चाहिँ नाम लेखायो यसो गफसप दियो यहाँ पुलिस दाइलाई अब हामी फेरि लाग्नेछौँ 66 किलोमिटरमा हामी पुग्छौँ लोमानथाङ हामी अहिले जोमसोमबाट 24 किलोमिटर ट्राभल गरिसकेछौँ है त ल दाइ क्रेजी ल्यान्डस्केप छ यार केटा यतातिर मनाङ मुस्ताङ छुट्टै भाग छ नि नेपाल अन गऱ्यो भने ब्रेक अड्किन्छ अलिअलि अफ रोडमा चाबी अफ गर्नुपर्छ पहिला पछाडिको मात्रै अफ छ क्रेजी छ नि त क्रेजी पग ओहो कत्रो ढुङ्गा ठोकिरह उठाउन स्ट्यान्ड लाग्यो भने छोड्दै क्या स्ट्यान्ड नलाई पार्क गरेर क्या कहाँबाट फर्किनु भयो ए कहाँबाट आउनु भयो ए हामी नि काठमाडौँबाट कस्तो छ माथि वेदर कस्तो छ हिमालहरू देखाएको छैन हिमालहरू बिहान देखाएको हस् हुन्छ स्ट्यान्ड लाग्यो भनेर छोडिदिएको कहाँ मैले धल्काएको थियो सर्ट ब्रेक पछि वी आर ब्याक अन ट्र्याक है केटा दामी वाटरफल यो त मैले फर्स्ट टाइम देखा हो
अब धेरै लाग्दैन जस्तो लाग्यो यहाँ। अब यो ओह्रालो सुरु भयो, ओह्रालो सुरु भएपछि 1-2वटा घरको गाउँ छ, त्यहाँबाट उकालो 1 घन्टा गयो भने आइपुग्छ जस्तो लाग्यो। पहाड काटेर बना बाटो सही सबै बढी सही गाइस। ढुङ्गा हेऱ्यौ? ढुङ्गा हेर न दाइ। लोमानथाङ पुग्न कति टाइम लाग्छ अझै? अझै छ, अब बल्ल तपाईँहरूसम्म आइपुग्न अझै घमी पुग्नु पर्यो। घमीबाट चरङ लाग्यो भने ए कति जति लाग्ला हजुर? 1.5 घन्टा नहुन गयो भने। ए हस् दाइ धन्यवाद। हस् गयो भने 1.5 घन्टा। ल दाइ गाडी छैन लिएर आउँछु भटभटे केटाहरू ब्याड बोय कम्पनी। यो गाइज हामी घमी भन्ने ठाउँ आइपुगेछौँ। अब यहाँ हामी अलिअलि स्न्याक्स खान्छौँ होला है त। म खिच्छु रोकेर। आहा गाइज यहाँ रोकेर हामीले चाउचाउ मगाएको लोकल भाइब्स। ल गाइज हामी अब निस्किन्ला ब्याक टु रोड। यहाँ प्याकिङ गर्दै फेरि अब निस्किन्छौँ है त। ल हामी ब्याक अन द रोड है। डेन्जर हावा चल्न थालेको छ अब चाहिँ। यस कुन गाउँ आइपुग्यो? यो गाउँको नाम त भनेको थियो बिर्सेँ क्या मैले। चरङ भन्ने गाउँ आइपुगेछ है हामी केटा। यहाँ अझ तल हो क्या? बाटै बिर्सेँ यार मैले त। यहाँ हेरेर आउँ न पहिला। त्यही होस् ल गाइज। लोमानथाङ अब आइपुग्नु लाग्यो। ठ्याक्कै पारी छ लोमानथाङ चाहिँ है त। होटेलका त बिर्से यार। ओ मिस्टर दुल्ला। ल गाइज हामी चाहिँ होटेल मण्डल आइपुग्यो। यहाँ दुल्ला दाईको गाडी नि रहेछ है, ऱ्याप्टर र इभी बाइक। ल अब भित्र पुगेर खिचेँ त म। ल सरप्राइज छ आज। सरप्राइज गेस्टलाई चाहिँ अमित दाई यहाँ भेट भयो। अनि दाईले चाहिँ घुमाउनुहुन्छ अरे मुस्ताङ भन्नुभएको। अब म देखाउँछु हजुरहरूलाई। हामीलाई चाहिँ गाडीमा लानुहुन्छ अरे दाईले। ल अब क्लिपहरू देखाउँछु है त म। हामी बसेको होटेल चाहिँ यस्तो छ, नाइस वान, दामी छ होटेल चाहिँ है। सबजना यहाँ आउनु होला। अब हामी चाहिँ गल्फ कोर्स घुमाउनुहुन्छ दाइले। अनि दाइले चाहिँ अब बाहा मोड देखाउनुहुन्छ अरे। This is golf course Mustang. New experience. Crazy experience with हाम्रो दाई। ल यस्तो रहेछ है ठाउँ। यहाँ यस्तो ठाउँ ल्याइदिनु भयो दाइले।
गल्फ कोर्स चाहिँ यो चाहिँ गल्फ कोर्स बनाएर छोडिदिएको यहाँ छ यहाँ खाजा खाइरहेको सबैजना यस्तो छ यो भ्यू ल हामी चाहिँ कहाँ हो आशिष यो गल्फ कोर्स मुस्ताङ लवनथाङ गल्फ कोर्स दुल्ला दाईसँग त्यही छ ए होइन ठिक छ केटा हो अब चाहिँ हामी फर्किने क्रममा छौँ अनि दाइले चाहिँ यहाँ एउटा डेन्जर उकालो चढाउनु हुन्छ भन्नुहुँदैछ हेरौँ है त स्टिल विथ यो दाइले बनाउनु भएको क्या हो ट्र्याक ट्र्याक्टरहरू आएको ए कहाँ अरू यतिको गाडीहरू जान्छ भनेको यो गाइस हामी चाहिँ होटल आयौँ अब खानाहरूलाई है दाइले दरो घुमाइनु भयो हामीलाई